नमस्ते सम्पूर्णमा म चाहिँ आज फेरि पनि भिडियो लिएर आएको छु। यो चाहिँ हो हाम्रो सप्ताहको पहिलो दिन। यो दिन चाहिँ कलश यात्रा थियो। कलश यात्राले तयारी गरेर यसरी गऱ्यौँ अनि सबैजना भेला भएर हामीले कलश यात्राको लागि रेडी गर्दै थियौँ। नानीहरू, काकीहरू, फुपूहरू अनि दिदीहरू हुनुहुन्थ्यो। हामी सबैजना रेडी भएर यसरी गयौँ। यो चाहिँ हाम्रो घरदेखि मास्तिर स्कुल छेउ हो, जग्गा स्कुल छेउ हामी पढेको स्कुल हो। यहाँदेखि हुँदै हुँदै हामी चाहिँ हाम्रो हजुरबुवाहरूले पुर्खौँदेखि देवीथानको पूजा गर्दै आउनुभएको ठाउँसम्म जाने कुरा थियो। त्यो भएर हामी उकालो गयौँ। यो चाहिँ लिङ्गेपिङदेखि अलिक मास्तिरको उकालो हो। एकदम धेरै उकालो भएकोले हामी सबैजना उकालो बाटो गयौँ। हामीले चाहिँ चप्पल नलाइकन गएको थियौँ, तर बाटोमा कटुसको कारणले गरेर अलिअलि चाहिँ दुखेको थियो हामीलाई, तर पनि हामी केही प्रवाह नगरिकन गयौँ, उकालो गयौँ। यो हो हामी उकालो जाँदाखेरिको बाटो। हामी सबैजनाले कलश बोकेर गएका थियौँ। बाटो अलिकति अप्ठ्यारो भएकोले गरेर एकछिन चाहिँ अलिक गाह्रो भएको थियो। यहाँ चाहिँ गुरुहरू एकै ठाउँ हुनुहुन्थ्यो, यहाँ चाहिँ आमाहरू हुनुहुन्छ अनि हामी यसरी गयौँ। सबैजनाले कलश बोक्नुपर्ने रहेछ अनि हामी गयौँ, उकालो गयौँ सबैजना मिलेर। यो चाहिँ मेरो ठुलो भिनाजु शङ्ख फुक्दै हुनुहुन्थ्यो। यो भाइ, यो छोरो ठुलो भाइले चाहिँ शङ्ख डल्लो परि फुक्दैछ। अनि यो भिडियो चाहिँ अर्को भाइले खिचेको हो क्या। एकदम राम्रो, सानै भए पनि एकदम राम्रो खिचेको रहेछ। उसलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी हामी चाहिँ यो चाहिँ देवीथान पुग्न आँटेको बाटो हो। यहाँ भूमिका दिदी हुनुहुन्छ, भूमिका दिदी हाँस्दै हुनुहुन्छ। अब हामी देवीथान छेउमा पुग्यौँ। देवीथान छेउमा पुगेर हामीले यसरी पूजा गऱ्यौँ। वरिपरि परिक्रमा गरिसकेर पूजा गऱ्यौँ। यहाँनिर एकछिन त्यो पूजा गर्न एकछिन टाइम लाग्ने रहेछ। गुरुहरू पनि सबैजना मिलेर, हामी सबैजना मिलेर यहाँनिर गऱ्यौँ। अनि यहाँ चाहिँ भिनाजुहरू हुनुहुन्थ्यो 3 जना। अनि ती सकेपछि आरती गर्नुपर्ने रहेछ अनि आमाहरू सबै मिलेर आरती गर्नुभयो। अनि ठुली फुपूले के भन्दै हुनुहुन्छ, यहाँ पूजा राम्रो गर है भन्दै हुनुहुन्छ। भाइहरूलाई पनि हराउँदै हुनुहुन्छ। मैले सेल्फी खिचेको थिएँ, खिच्नु परिहाल्यो अनि सबैजनाको भिडियो बनाएँ मैले होइन। अनि भिडियो पनि त बनाउनै पऱ्यो नि होइन। हामी सबैजनालाई देखाएँ मैले। अनि हामी पूजा गरिसकेर नमस्कार गर्दै गर्दै बाटो ओह्रालो लाग्यौँ। अब फेरि अघि उकालो गएको सबै ओह्रालो आउनु पऱ्यो होइन। ओह्रालो आयौँ बाटोमा यसरी। अनि हामीले यहाँ चाहिँ गीत गाएका थियौँ यसरी, सुन्नुहोस् ल। यति भन्दै म अर्को भिडियो लिएर आउँछु। हस् त, धन्यवाद। सबैले लाइक गरिदिनु ल अनि सब्सक्राइब